आज अजय यादव दाईको कलले 6-9 बज्दै सुभाषलाई उठायो। फटाफट ब्रस गरेँ, मुख धोएँ अनि रेडी हुन थालेँ। सनस्क्रिन लगाएँ अनि नेपाली टिचरको जस्तै ड्रेसअप गरेर निस्किएँ। आफूले मात्र कति खानु, बाइकलाई पनि अन्न पानी दिनु पर्यो, तेल हालेँ। गुहारको हुँदै अजय दाई, अब्बल दाई र म पुग्यौँ ललितपुरको लामाटारमा रहेको श्री सिस्नेरी माध्यमिक विद्यालयमा। एउटा इनर्जेटिक गेमबाट ट्रेनिङ स्टार्ट गऱ्यौँ। आजको ट्रेनिङ थियो डिजाइन थिङ्किङको। टिचरहरू लाग्नुभयो दौडमा सुभाषको लागि मोमो बनाउन। फर्स्ट हाफको ट्रेनिङ पश्चात खाना खायौँ। अब्बल दाईको बाइक र मेरो बाइक कम्पेयर गऱ्यौँ। ट्रेनिङ टाइममा यस्तो थियो सुभाषको हालत। अनि टिचरहरू लाग्नुभयो 3टा ग्रुपबाट एउटा सोसल इन्टरप्राइज डिजाइन गर्न। 3टा बिजनेस प्लान बनाउनु भयो पनि। त्यस पश्चात अजय दाई र म फर्कियौँ। पुगेँ म रुममा, फेरि निस्किहालेँ। किन्न गएँ MBBS फर्स्ट सेमिस्टरको सोल्युसन्स एन्ड वर्ल्ड इज गोल्ड। फेरि आज पनि पुगेँ टोखा अर्ग्यानिक मार्टमा, तर आज त मेरो काम भयो है। फेरि फटाफट रुम पुगेँ, हतारमा निस्किएँ बस पार्कतर्फ। लाग्दैछु पोखरा।